我不要，我不要。不要这个，这不好。要这个，要这个。那是बुढी आमाहरूले काम गर्नुहुन्छ खल्ला好，谢谢。不客气पुरै गाउँमा जहाँ जहाँ पिस गर्न बाँकी छ त्यहाँ सब ठाउँमा गर्ने हो यसरी नै धनी गरिबको सबैको एउटै एकै नासको घर हुन्छ भोइस ओभर गर्दै गर्दा राम्रो माइक भयो भने चाहिँ साउन्ड क्वालिटी एकदमै राम्रो आउँछ बाबुले खानेकुरा भनेर होला हेर्दै साथीहरू आज चाहिँ हाम्रो यहाँ गाउँमा हाम्रो एरियामा यहाँ बाटो पिस हुँदैछ अनि सबैजनाले यहाँ यस्तो गर्मी छ अनि सबैजनाले यस्तो काम गर्दै हुनुहुन्छ पछाडिपट्टि अघि बिहान बिहानै चाहिँ यहाँ लिक्विड राख्नुभयो यस्तो कालो खालको अनि अहिले चाहिँ उता स्टार्ट गर्दै हुनुहुन्छ यो चाहिँ हाम्रो घर हो अनि यहाँनिर चाहिँ गर्दै हुनुहुन्छ उता पछाडि पनि उता सरै अब चाहिँ उताबाट गर्दै गर्दै यता आउनुहुन्छ ठुल्ठुलो ट्रकबाट यस्तो कालो पट्रीमा लिनुहुन्छ अनि यहाँबाट यसरी काम गर्नुहुन्छ माथिबाट सम्माउँदै आउँदैछ यताको यो रोड चाहिँ पहिलेको वर्ष गरेको अहिले चाहिँ यताको भित्रपट्टिको यता फेरि जता पनि भित्रपट्टि रोड छ यता हाम्रो आमाले आइसक्नुभयो 1 बजे माथि यता उता बाजे चाहिँ हाम्रो गेट हो सबैजनाको यस्तै डिजाइनको घर हुन्छ यतातिर सबै साइज पनि ठिक्क बराबर एउटै सबैको अनि यहाँनिर चाहिँ हाम्रो मोटो छ कारलाई चाहिँ पछाडिपट्टि राख्छ अनि यो रहेको छ हाम्रो यहाँ सानो यहाँ सफा गर्न पाएको छैन यो पानी खोल्न मिलेको छैन 1-2 दिन यो बाटो बनाउँदैसम्म अनि यहाँनिर बारबिक्यूहरू खाने हुन्छ अनि यो चाहिँ हाम्रो ढोका हो मेन ढोका अनि यता रहेको छ अर्को रुम अनि यता पनि रहेको छ अर्को रुम अनि यहाँ कपडाहरू सुकाउने उता बाहिर नै सुकाउन मिल्छ त्यसपछि भित्र यो चाहिँ हाम्रो लिभिङ रुम हो एकदम मेसी भएको छ धेरै बच्चा भएको ठाउँमा एकैछिन फोहोर बनाइन्छ त्यही भएर यस्तो छ अनि यतातिर चाहिँ हाम्रो बेडरुम बाबु 100 डे हुँदाखेरि खिचेको फोटो अनि यो पाइप छ नि यो पाइप जाडो महिनामा एकदमै जाडो हुन्छ नि त्यतातिर त्यही भएर यो जाडो महिनामा पानी यहाँ तातो बनाउन मिल्छ अनि घर तातो हुन्छ त्यही भएर यस्तो खालको पाइप लगाउनुहुन्छ अनि यता रहेको छ उहाँको सोफा अनि त्यहाँ छ उहाँको कम्प्युटर यतापट्टि रहेको छ किचन त्यसपछि यस्तो रुमहरू छ यता बेबीको चेयर अनि यतातिर छ ठुलो झेल अनि यहाँ रहेको छ मेरो मेकअप गर्ने ठाउँ अलिअलि त्यसपछि यहाँ पानीको बोतल जार राख्ने हाम्रो घर यस्तै छ धेरै ठुलो छैन सानो एक तलाकै छ हाम्रो यो एरियामा हाम्रो यो गाउँभरिमा सबैजनाको यस्तो एउटै हुन्छ सबैको एक तलै हुन्छ हाम्रो फेरि यो गाउँ पार गरेर गइसकेपछि त्यहीँनिर सिटी छ त्यही भएर सरकारले अहिले सबैजनालाई 2 तलाको बनाउन दिएको छैन कि 2-3 तलाको बनाउन मिल्छ नि त कुनैमा त मिल्दैन यहाँनिर चाहिँ पहिला बनाउनु भएकोहरूले त बनाइहाल्नु भयो अहिले चाहिँ त्यस्तो रुल छ अब पछि चेन्ज भयो भने भयो अब हुन्छ होला सायद अहिले चाहिँ त्यस्तो नियम छ सबैजनाको धनी गरिबको सबैको एकै नासको घर हुन्छ त्यसपछि साइज पनि सबैजनाको एकै नासको हुन्छ अनि एकै लाइन हुन्छ अनि बिचमा बाटो हुन्छ जता कतै फेरि सम्म यहाँनिर हामी 3 जनालाई बस्न ठिक्क छ बाबा मम्मीहरूको आफ्नै घर छ उहाँहरू आफ्नै घरमा बस्नुहुन्छ त्यही भएर अहिलेलाई यस्तै छ हाम्रो घर सानो झुपडी भिडियोमा भोइस ओभर गर्दाखेरि माइक एकदमै इम्पोर्टेन्ट हुन्छ त्यही भएर मैले एउटा मगाएको थिएँ हेरौँ त कस्तो छ सँगै बाबुले खानेकुरा भनेर होला हेर्दै खानेकुरा होइन माउनो कम्पनीको सोय मामा सोय नि सोय पुहा वाह हेर्नु भित्रपट्टि कस्तो राम्रोले सजाउनु भएको सेट रहेको छ 2टा सेट टेबलमा राख्नलाई रहेको छ माइक है देनो सेन एयरफोन पनि मेबी दे फरगत अब यसलाई जोडौँ चेस्टमा राखेर साइड यसलाई चाहिँ यहाँनिर ओके रेडी भयो यसलाई चाहिँ यसरी टेबलहरुमा यसरी जोइन गर्न मिल्छ अनि बोल्दाखेरि चाहिँ यसरी बोल्ने हैन रे यसरी यहाँनिरबाट यसरी बोल्ने अब चाहिँ यसलाई आइप्याडमा कनेक्ट गरौँ त्यसपछि यसलाई चार्ज गर्न मिल्दैन यही फोनबाट यस्तो हुन्छ आफै
यसरी बोल्छ अनि यसरी बोल्न मिल्छ। यहाँनिर कलर चेन्ज गर्ने पनि छ अनि यहाँ सानो ठुलो भोल्युम बनाउन पनि मिल्छ। हामीले चाहिँ मेसेज गरिसक्यौँ, एयरफोन चाहिँ बिर्सिनु भएछ अरे अनि पठाइनु लाग्नु भएको छ अरे। भोलितिर आइपुग्छ, छिट्टै आउँछ यतातिर सामानहरू मगायो भने चाहिँ। अनि मजाले यसरी एयरफोन लगाउने अनि मैले बोलेको म आफै सुन्छु कि एयरफोन भयो भने एकदम सजिलो हुन्छ। अनि यसरी सार्न नै मिल्छ, जता आफू जता हुन्छ त्यति सार्न नै मिल्छ अनि यसरी माथि गर्न नि मिल्छ। भोइस ओभर गर्दा गर्दा राम्रो माइक भयो भने चाहिँ साउन्ड क्वालिटी एकदमै राम्रो आउँछ। अब चाहिँ राम्रो आउने भयो, अब चाहिँ अझै राम्रो गर्ने कोसिस गर्छु। बाहिर घाम एकदमै चर्किरहेको छ अनि त्यस्तैमा काम गर्दैन हुन्छ। अनि यहाँ हामीसँग चाहिँ कोकहरू थियो चिसोहरू अनि मलाई लगाइदिन मन लाग्यो। अनि यहाँ हाम्रो फ्रिजमा छ कि कति धेरै अनि लगिदिन्छु। यस्तो गर्मीमै यस्तोमा काम गरिदिन्छ अनि त्यो एकदमै पोल्छ कि त्यो तातो राप आउँछ त्यो उसमा र कालो पट्रे झन्। अनि यहाँ चाहिँ हामीसँग यो फ्यान्टा होइन डिउ जस्तै हो तर यो उसको स्याउको हो। यहाँ रहेको छ यो चाहिँ नरिवलको जुस हो, यो मैले खानालाई लिएको धेरै छ त्यही भएर लगिदिन्छु उहाँहरूलाई। यति लगिदिन्छु, अरू त खासै छैन। अहिले गर्मीमा खाने चिसो चाहिँ राम्रो हुन्छ। पहिला बुवाहरूलाई दिउँ खाला पापा ए पापालाई त यो त सुगर छ, पापालाई चाहिँ खानु छ चाहिँ ये जा不要这个要这个没事उहाँले चाहिँ खानुहुन्न चिसो छ अरे त्यही भएर बुढाबुढीले चिसो खासै खानुहुन्न क्या। अनि अब चाहिँ उहाँहरूलाई दिउँ एकछिनमा। हाम्रो भिलेज बोस आउँदै हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो गाउँको अध्यक्ष हो, हाम्रो आफन्त पर्नुहुन्छ। गगनी हाउ पुया一个谢谢好不客气。你们的尼泊尔话这个谢谢怎么说？ thank you धन्यवाद धन्यवाद उहाँले भन्नुहुन्छ नेपालीमा धन्यवाद就是谢谢你是吧？धन्यवाद उहाँ चाहिँ हाम्रो अध्यक्ष हुनुहुन्छ। यता चाइनामा धन्यवादलाई सेसे भन्छन् अनि नेपालीमा के भन्छन् सेसे भनेको धन्यवाद भनेको। फेरि म लिनु जान्छु, सकियो तन्नै बस्नु भएको चाहिँ बाहिरपट्टि। उहाँहरू चाहिँ सबै हाम्रो गाउँको हुनुहुन्छ। अब चाहिँ हाम्रो घर नजिकै आइसक्नु भएको छ अनि मैले पुग्दैन होला भनेर भएको भरि सबै उठाएर लगेको छु। यहाँ हाम्रै धोकामा आइपुग्नु भयो। उहाँले भन्छ हा कति चिसो अरे बेचारा यस्तो तातो छ नि यो तलको यो हो उहाँ हुनुहुन्न रहेछ। म दिन जाँदैछु हेर्नुहोस् बुढी आमाहरूले काम गर्नुहुन्छ खाला बिचरा एकदमै मेहनती गर्नुहुन्छ के ताको बुढी आमाहरूले नि हेर्नु न यस्तो गर्मीमा गर्दै हुनुहुन्छ काम। यता मेरो प्यारेन्टले काम गर्दै हुनुहुन्छ। यहाँ हाम्रो घर नजिकको यो चाहिँ यो पोललाई पुर्दै हुनुहुन्छ, उहाँले मिलाउँदै हुनुहुन्छ। कति तातो भएको बेबी केयरफुल पोललाई यसरी तर
मजाले बस्छ यो जम्छ त्यसमा बुवाले नि मिलाउँदै हुनुहुन्छ यो चाहिँ भित्रपट्टिबाट हाम्रो पानी आउने ठाउँ हो यतैबाट आउँछ पानी भित्र यो अन्डरग्राउन्डमा पाइप छैन यसरी आउँछ यताबाट छिर्छ यसरी नै ल सकियो अब यो बिहान त्यताको भागमा गर्नुभयो अनि अहिले यताको भागमा पुरै गाउँमा जहाँ जहाँ पिस गर्न बाँकी छ त्यहाँ सब ठाउँमा गर्ने हो यसरी नै सानो खालको नै मिलाउँदै हुनुहुन्छ एउटा बाँकी थियो वा कस्तो राम्रो बन्यो जता कतै बाटो हो यता नि छ यता पनि छ यसरी बाटो पिच गर्ने पैसा चाहिँ सरकारले दिँदैन सबै होल गाउँले मिलेर यसरी पैसा उठाएर यसरी सबै पिच गर्नुहुन्छ जता कतै एकदमै यो चाहिँ राम्रो रुल छ सहज र सफा पनि हुने भयो एकदमै खुसी लागिरहेको छ मलाई चाहिँ जो बिहान सुरु गर्नुभएको थियो अहिले साँझसम्म त आधी सकिन्छ अनि यो धेरै दिन लाग्दैन एक दुई दिनमा सकिहाल्छ जुन काम पनि सुरु गर्नुभयो भने एकदमै छिटो सक्ने प्रयासले काम गर्नुहुन्छ यतातिर आज म हजुरहरूलाई तरकारी बारी घुमाउँछु यहाँ कति धेरै लाउनु भएको छ आउनु है त सँगै हेरौँ आज म तपाईँहरूलाई देखाउँदैछु चाइनाको यो सबै तरकारी बारीहरू आज हामी अर्को गाउँमा आएको छौँ यहाँ सबै तरकारी खेती गर्नुहुन्छ अनि यहाँनिर रहेको छ यति धेरै यो लामो खालको प्याजको बिरुवाहरू न कति सप्रेको यस्तो राम्रो भएछ यसरी आली बनाएर लाउनु हुँदो रहेछ अनि यहाँनिर रहेको चाहिँ पहिलो जति देख्दैछु यो तरुलहरू एक प्रकारको यो मिठो हुन्छ भन्दै हुनुहुन्छ मैले ट्राई गरेको छैन अनि यहाँ यति धेरै लाउनु भएको छ तरुल अनि यता देख्न सक्नुहुन्छ अडुवा कति धेरै लाउनु भएको छ यसरी पुरै यसरी बार्नु भएको छ यो टनलभित्र चाहिँ यतिकै जान मिल्दैन त्यहाँनिर सोध्नुपर्छ मान्छे हुनुहुन्छ भने हामी सोधेर त्यहाँ जान्छौँ भित्र अनि हजुरलाई देखाउँछौँ त्यहाँ के कस्तो छ टनलभित्रको तरकारीमा चाहिँ पानी यसरी लानुहुन्छ यहाँनिरबाट यसरी जोड्नु भएको छ यसरी यताबाट यसरी लानुहुन्छ भित्रपट्टि अहिले चाहिँ हामी एक ठाउँमा यहाँ मान्छे हुनु रहेछ भित्र हामीले पाइसक्यौँ अनि जाँदैछौँ हेर्न सुरुमा चाहिँ यता हेर्नु न यहाँनिर यो ठाउँमा चाहिँ मल राख्नुहुन्छ अनि कतिजनाले युरिया हाल्नुहुन्छ कि जनावरको मल भन्दै हुनुहुन्थ्यो यतातिर युरिया पनि हाल्नुहुन्छ कुनैमा युरिया हाल्नुहुन्छ नत्र धेरै जस्तो जनावरको मलै राख्नुहुन्छ जाउँ है त भित्र हेर्न घामबाट बचाउनलाई यसरी ठुलो टनल राख्नुभएको छ अब भित्र जाउँ है त यहाँ भित्रबाट सानो धोका छ यहाँनिर के लाउनु भएको छ हामीलाई पनि थाहा छैन हामी जाँदैछौँ है यसरी भित्र छिर्ने यहाँनिर चाहिँ माटोले यसरी बार लगाउनु भएको रहेछ कति धेरै काँक्रा लगाउनु भएको रहेछ जाम है उतै हेर्न यता आमा हुनु रहेछ मामा नि खा आमाले यतातिर काँक्रा मामा वदा वाइ गोरेन सिफु वदा वाइ गोरेन सिफु वाइ गोरेन वदा वाइ गोरेन सिफु म चाहिँ बिदेशी बुहारी हो भनेको हो कति राम्रो रे यो टनलभित्र जाडो महिनामा मात्र रोप्नुहुन्छ अनि यो उसमा चाहिँ यो के अरे गर्मी महिनामा चाहिँ धेरै रोप्नुहुन्न अनि पहिला चाहिँ जाडो महिनामा मात्र रोप्नु हुँदो रहेछ अनि अहिले चाहिँ गर्मी महिनामा नि आमाले ट्राई गराउन भनेर यो चाहिँ पहिलो जति लाउनु भएको अरे उहाँहरूले नभए जाडो महिनामा मात्र लगाउनु हुन्थ्यो अरे आमा चाहिँ बस्न मान्नुहुन्न यतातिर बुढी आमाहरू चाहिँ काम गऱ्यो भने अलि एक्टिभ भइन्छ रोग लाग्दैन भन्ने खालको हुनुहुन्छ नि त्यही भएर काम गरिराख्नु भएको छ अनि अहिले यो गर्मी समयमा सबैजनाले टनलभित्र काँक्राबाट लाउनु हुँदो रहेछ जाडो महिनामा चाहिँ अरू सब्जीहरू लाउनुहुन्छ अरे म हजुरलाई त्यतिलाई पनि देखाउँछु ढकमक्क परदेखि परसम्म सबै यो लाउनु भएको छ कस्तो राम्रो फुल फुल्दैछ अब चाहिँ यो खाने हुन्छ केही दिनमा केही महिनामा कस्तो राम्रो भएको पानी चाहिँ यसरी राख्नुहुन्छ यताबाट यहाँ पाट हुन्छ यस्तोबाट बाहिरबाट ल्याएर यस्तो पाइपबाट जान्छ यस्तो सफ्ट खालको हुन्छ अनि यहाँबाट भित्रभित्र गर्दै जान्छ पानी यसरी हेर्नु न यो रसी छ नि रसी यो चाहिँ यो झाल लगाइदिनु भएको होला सायद है यस्तो राम्रो पऱ्यो है यो छुन हुन्छ कि हुन्न है मैले चाहिँ छोडिदिइहालेँ माफ गर्नुहोस् उहाँहरूले यसरी औषधि पनि लगाउनुहुन्छ किरा नपरोस् भनेर यहाँनिर छ औषधि गगनी खाओ दाइले चाहिँ यहाँको लोकल मान्छेहरू चाहिँ अलग नगर्नु हुँदो रहेछ म चाहिँ विदेशी हो भनेको अनि हेर त्यसो अरे हुन्छ भन्दै हुनुहुन्थ्यो यताबाट टमाटर लाउनु पर्छ हेर्नु न घर जस्तै छ कि यता घर जस्तो अनि भित्रपट्टि लगाउनुहुन्छ मेरो चाहिँ दाइले टमाटर लाउनु भएको छ अरे यो टमाटर टिप्ने उपाय चाहिँ हेर्नु न यहाँ भित्रपट्टि टिप्ने अनि यसरी घिसार्दै यहाँबाट यसरी लिने है टेक्नोलोजी खतरा टेक्नोलोजी अब जाउँ है भित्र हेर्नु न गुफा जस्तै यसरी जानुपर्ने रहेछ अब भित्रपट्टि माटोले यसरी पुरै वाल लाउनु भएको टमाटर मसिनो खालको टमाटर रहेछ त मिठो हुन्छ नि
वा कति धेरै टमाटर खेती कति राम्रो यतातिर यो टनलभित्र विशेष गरी जाडो महिनामा लगाउनु हुँदो रहेछ राम्रो हुन्छ अरे अहिले गर्मी महिनामा चाहिँ राम्रो छ तर यतिको राम्रो हो है यतिको छ अहिले चाहिँ यो टमाटरहरू यसरी टिपेर हेर्नु न यहाँ बाटो यसरी सर गुर्काउँदै लानु हुँदो रहेछ यहाँनिर एउटा सानो घर छ यहाँनिर चाहिँ उहाँहरू बस्नुहुन्छ एक दुईजना कुर्नको लागि अनि यहाँ हेर्नु अङ्गुर जस्तै तर अङ्गुर होइन यस्तो फलाउनु भएको छ जता कतै जे पनि फलाउनुहुन्छ भाइ उहाँ दाइ र दिदी चाहिँ हस्बेन्ड वाइफ हुनुहुँदो रहेछ उहाँहरूले यो सबै लगाउनु भएको अरे अनि उहाँहरू चाहिँ यहाँनिर सानो घर छ त्यहीँनिर बस्नु हुँदो रहेछ अनि यता कुर्ने दिनभरि यता फलाउने मलहरू राख्ने गर्नुहुँदो रहेछ कि कति मिहिनेत गर्नुहुन्छ कुर्नुपर्छ माया गर्नुहुन्छ फलफुलहरूलाई अनि तरकारीहरूलाई धेरै माया गर्दै फलाउनुहुन्छ अनि त्यही भएर त राम्रो फल्छ साथीहरू हामी घुम्दै फिर्दै हाम्रै बारीमा आइपुग्यौँ हाम्रो चाहिँ घरमा तरकारी सकेको थियो अनि त्यही भएर अलिकति लगेर जाम यतिबाट भनेर यहाँ आइसकेको छौँ यो भेन्टी पनि एकदम मिठो हुन्छ यो लान पर्यो थोरै अस्ति मैले बैगन भनेको थिएँ नि कुनै ठाउँतिर बैगन भन्नुहुन्छ कुनै ठाउँतिर भेन्ता भन्नुहुन्छ नाम नि भन्ने बेला आउन कि बिर्सिन्छु म कस्तो राम्रो फल्यो आफ्नै बारीको अर्ग्यानिक भेन्ता यतातिर छ आमाले रोप्नुभएको राम्रो छ सिमीहरू त पर्दैन अस्ति नै लैसकेको अनि अलिकति टमाटर नि लानु छ टमाटर फलिरहेछ कि नै फलेछ यता धली छ लत्रम्मै हेर्नु न कस्तो राम्रो फल्यो यो चाहिँ यतिकै खाएँ अन्त गुलियो हुन्छ तर मलाई मन पर्दैन ओहो हेर्नु न ठुलो लामो खालको खुर्सानी यता गइछ त म टिपेर लान्छु एउटा सबै टिपेर लानु पर्यो भुइँको त खेर जान्छ कुहिन्छ यतिकै यहाँ रहेको छ हाम्रोले त साग यो साग पनि लानु पर्यो मासुसँग खान मिठो हुन्छ यति खाइ नै भयो चाउचाउहरूसँग खाइ नै भयो मिठो हुन्छ यो चाहिँ अब डेट सकिन लाग्यो त्यही भएर सबै उफल्दै गर्नु अब यसरी छिन्ने अनि यसरी भाँच्ने अनि फेरि पलाउँथ्यो अब चाहिँ पर्दैन यो धेरैचोटि भाँचिसक्यो त्यही भएर अब चाहिँ ल साथीहरू हाम्रै बारीकै अर्ग्यानिक यो चाहिँ हामी सकिँदा लिन आउँछौँ धेरै पर्दैन बिहान हिँड्दा हतार हतार भएको थियो प्लास्टिक पनि लिन बिर्सेछौँ अनि यसमै राखौँ अनि अहिले घर पखाल्ने अब चाहिँ हामी घर जान्छौँ आजको भिडियो कस्तो लाग्यो हजुरले कमेन्ट गरिदिनु होला हजुरलाई धेरै धेरै माया है त बाई बाई साथीहरू अहिले चाहिँ म चाइनाको स्याउबारीमा छु यो चाहिँ यानथाईमा पर्छ यो चाहिँ एकदमै फेमस हो यहाँको सायद नेपालमा जाने पनि कुनै कुनै यहीँबाट होला स्याउहरू हेर्नु न यो चाहिँ अझै खाने भएको छैन हरियै छ हेर्नु न पाक्न लाग्छ अनि उहाँहरूले चाहिँ यसरी पुरै यसरी कभर गर्नुभएको छ किराले नखाओस् अथवा नकुहियोस् घाम पानीले नबिग्रियोस् भनेर चाहिँ यसरी गराउनु भएको उहाँहरूले हेर्नु कति धेरै लगाउनु भएको छ अनि यो पाइप छ नि पाइप यहाँबाट चाहिँ पानी लाउनुहुन्छ उहाँहरूले कति लटरमा फलेको फेरि मजाले फलेछ उहाँहरूले औषधि पनि राख्नुहुन्छ तर यसरी बाहिरबाट राख्नुहुन्छ यसरी हेर्नु न यहाँ सेतो सेतो छ नि यो चाहिँ औषधि हो यो भित्रपट्टि चाहिँ यो उसमा टच नगर्ने स्याउमा चाहिँ यसरी बाहिरपट्टि चाहिँ यसरी लगाउन मिल्यो अनि यसरी यो औषधि अब भित्रपट्टि छोयो भने चाहिँ खान मिल्दैन त्यही भएर उहाँहरूले यस्तो गराउनु भएको छ यता भित्र पनि जाम है कति धेरै छ टन्नै छ हेर्नु न कस्तो मजाले फलेको लत्रम्मै भित्र यो सेतो सेतो देख्न सक्नुहुन्छ सबै औषधि लाउनु भएको छ कति फलेको कस्तो राम्रोसँग है यो ठाउँ चाहिँ एकदमै यो उसमा सान्दोङमै पर्छ सान्दोङ उसमा के अरे प्रान्तमै पर्छ अनि यो यानथाई चाहिँ एकदमै फेमस हो स्याउ यहाँ यति धेरै उत्पादन हुन्छ अब चाहिँ यो 1 महिना साढे 1 महिनातिर अब यो खाने हुन्छ त्यसपछि टिपेर सबै अरू अरू देशमा नि पठाउनुहुन्छ होल चाइनामा जता कतै पठाउनुहुन्छ यस्तो हेर्नु न यहाँ आमामामा खुर्सानी पनि लाउनु भएको छ भित्रपट्टि त हेर्नु न कति धेरै यतातिर चाहिँ यस्तो हुन्छ लामो लामो खालको खुर्सानी हुन्छ यहाँनिर रातो खालको रातो भइसकेको छ टमाटर पनि छ यी टमाटर हेर्नु न कति ठुला है ठुल्ठुला फलेछ टमाटर नि भित्रपट्टि यसरी लाउनु भएको रहेछ यहाँनिर कस्तो धेरै यता पनि छ हेर्नु न तन्न परबाट यति धेरै लगाउनु भएको छ यस्तो होचो छ रुख पनि अनि यसरी तन्न कति मिठो हुन्छ होला है यो पाकिसकेपछि कति धेरै कति राम्रोसँग हेर्नु न कस्तो दामीले फलेको
यसरी यता सिमी पनि लाउनु भएको छ यता बिचमा अनि यहाँ हेर्नु न यहाँ भुइँमा कति सफा छ फेरि ग्राउन्ड झारै छैन यस्तो सफा गर्नु लाउनु भएको छ त यसरी मात्रमै फलेछ पाकेको भए खानु हुन्थ्यो उता बाहिर राख्नुपर्छ त्यहाँनिर अनि त्यहाँ कस्तो छ हेरौँ राम्रो छ भने थोरै लिन पर्ला यहीँ रोड छ अनि यतातिर यसरी लाउनु भएको छ ठुलो हाइवे रोड यतातिर छ हामीले यहाँ रोकेर आएको यसरी रोडको छेउमा यति लत्रम्मै पुरै स्याउबारी त्यहाँनिर चाहिँ थोरै राख्नुभएको छ हेरौँ है त कस्तो छ मिठो छ भने चाहिँ लिन पर्ला यसरी राख्नुभएको छ मिठो छ जस्तो ठुल्ठुलो छ नि यिनीहरू चाहिँ यो राम्रो खालको रहेछ अनि 16 युएनहरू रहेछ अलिकति महँगो नेपाली how much this 350 350 जति भेट्दो रहेछ यो ठुल्ठुलो छ राम्रो खालको रहेछ यो त 200 रुपियाँ अरे 1 किलोलाई नेपाली 200 रुपियाँ थोरै लानु पर्यो साह्रो त धेरै खान सकिन्न पापा 8 युएन भयो अरे यो चाहिँ नेपाली 170 रुपियाँ नेपाली 170 न 80 युएन कति सस्तो यही बोटैमा यो चाहिँ पहिलो लटको हो कुनै कुनै छिटो फल्छ कुनै कुनै चाहिँ अलि पछि फल्छ चिर्ग्यो सेसिया एउटा ट्राई गरिहालौँ है यहाँ पानी छैन तोकेर ट्राई गरौँ कस्तो हर पानी आएको बे रस एकदमै मिठो गुलियो नेपालमा जाने स्याउहरू यहीँबाट है यस्तो गुलियो खालको चाहिँ यहीँबाट जान्छ नि चाइनाबाट मिठो छ बोटैमा नजिकै यसरी प्याकिङ नगरेको फ्रेस मिठो मिठो लाग्यो उहाँ किन्न आउनु भएन यहाँ बाटोमा रोकेर हामी जस्तो किन्दै हुनुहुन्छ उहाँहरूले सस्तो पनि हुन्छ यहाँ बोटै नजिकै अनि मिठो पनि टन्न छ यहाँनिर कस्तो लाग्यो हजुरलाई स्याउ खेती अब यो घरमा लगेर फ्रिजमा राखेर खाने हो झन् मिठो हुन्छ यो तातो त छ अलिअलि गर्मी छ नि त त्यही भएर अब चाहिँ जाउँ यता दिदीलाई पनि दिएँ मैले एउटा मिठो छ हाम्रो बाबु चाहिँ उता हेर्नु ड्राइभ गर्नु लाग्छ स्याउबारी यहीँ नजिकै वाउ साउजा खाउँछ मा खाउँछ मिठो छ अरे कति दामी छ मिठो छ मिठो